ल यहाँ छानामा यहाँ उयो माथि टुप्पाटुमा चढेर बस्नु आगो आयो भने फेरि खान्छ फेरि ल गाइज होइन हाम्रो ठाउँमा चाहिँ पुरै जङ्गल डढेलोले हाम्रो घर भ्याउन लागिसक्यो दौडौँ केटा दौड ल गाइज होइन हाम्रो गाउँमा चाहिँ डढेलो लागेको छ पुरै यो लगाउने मान्छे चाहिँ को होला त्यो छानबिन गरेर कारवाही गर्ने छ यहाँ बनतालले काका यहाँ अनि का माथि जाऊ न छिटो ल गाइस पुरै नाङ्गै भइसकेको छ डढेलो लाएर पारिपट्टि जाँदैछौँ हामी गाइस होइन आयो दमकल ल खायो यो जङ्गल चाहिँ पुरै ध्वस्त भइसकेको छ अब्बा जाऊ दमकलले भेट्छ त यहाँ भ्यायो ल अब्बा खायो हजुर यहाँ त बन्द सक्नुहुन्छ त आम्मामा यार धुवाको गाडी ऊ यहाँ त्यो आउँछ यहाँ उक्लिन्छ टरिङमा कुन त उक्लिन्छ खालि आउँछ त्यसमा त यहाँ आउँदैन यहाँ कहाँबाट हान्छ यहाँ रोडबाट अनि छिटो यता गइसक्यो त्यो तलतिर पठाएको के गर्छ तलतिर गएको चाहिँ कोही लास्यो थापा डबल लिने हो अब ट्र्याप पठाइदियो पुलिस छ त त्यही के नि सँगसँगै त म चाहिँ हामीलाई खबर दिनु पर्थ्यो पुलिस है त्यहाँ छ पुलिस पहिले बोला हामीले बोला मेरो मोबाइलमा ल गाई छैन यहाँ डढेलोले हाम्रो यो सानो घर छेउछाउ चाहिँ यो घरको गाउँघरको बिचमा चाहिँ कब्लेट थियो यहाँ डढेलो लगाइदिएछ कि गाई यहाँ यसले चाहिँ हाम्रो गाउँ नै क्षति धेरै बनाउने सम्भावना छ त्यही भएर चाहिँ दमकल बोलाएको छ खोइ आइपुगेन आधा जलेर भइसक्यो हेर्नुहोला पुरै यो चाहिँ चितवन राप्ती 10 आले डाँडा भन्दा मुनिपट्टि चाहिँ सिकाटार बस्ती र आलेको बस्ती अनि कावरको बस्तीको बिचको कबुलेटी आगो हेर्नु होला आमामा तल क्यामेरामा कैद नभएको हुनसक्छ होइन हेर्न सक्नुहुन्छ गाइजु तल पुरै आगो यो गर्मीले पोल्दो रहेछ त यहाँ छेक्दैछ यतातिर नजाओस् यता यो पनि गयो नि त होइन गाइज सर्लगै गाउँ भ्याइहाल्यो यहाँ मेरो माथिल्लोपट्टि गाउँ छ त्यो गाउँै भ्याइदिन्छ गाइज यार हजुर सल्का खाएन मामा ए ल र धुवा आइसक्यो आउँदो रहेछ त्यो त आयो यो त सक्दैन अब त्यहाँ धुवाले पिराउँदो रहेछ यो तलतिर खाइहाल्छ त
मामा यति गरेर के यता खाइहाल्छ हो त नि जान्छ होला हावा आएर चाहिँ हावा आएको बेलामा फेरि लगाइदिएछ कि डढेर नि है खाली खाली यता जाउँछ हावा हो नि ओ त्यो तलतिर हेर्नु न पड्किरहेको पुरै पटङटङ त यहाँ धेरै छन् तल आम्मामा आयो 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 यो डढेर आयो आयो यो दाइको कप्लेटी होइन तपाईँ कप्लेटी यता दाजु होइन कप्लेटी खान्छ भनेर छेक्नु त आएको छ के गर्नु सक्दैन योदेखि तलतिर चाहिँ खान्छ होला अब है खाइहाल्छ नि त यो त है ऊ त्यो त सकिरहेको छैन र भ्यायो त्यही ओ तल धुवा पिआएन सास पनि गाह्रो त आम्मा झन् धेरै गयो तलतिर हावा चल्यो अनि दमकलले यतासम्म त कहाँ भेट्छ तलतिर त अनि बेकार हो यो यति मात्रै हो खाइसक्यो खानेकुरो माइजूलाई अब त्यतिसम्म गाह्रो छ जोड्नलाई त्यहाँबाट यता त अब डर छैन गाई छैन पुरै भइसकेको छ त दमकल आयो दमकलले यहाँ भेट्दैन होला गाई छैन बाटो छैन त्यो माथि चाहिँ बाटो छ त्यो माथिको बाटोले चाहिँ क्या यत्रो टाढा दमकलले भ्याउँदैन त अब खाइन्छ गाई यो खायो यो भने यतातिर चाहिँ अब छेकेका छौँ क्या अरे यहाँ बाटोमा सफा गरेर यो नि भ्यायो भने त फेरि गाउँ नै भ्याउने सम्भावना छ दमकल चाहिँ आउँदैछ आयो आयो पारी आयो पारी दमकल आउँदैछ गाई देख्दैन ल त दमकल चाहिँ आइपुग्यो होइन अब कहाँबाट हान्ने पानी चाहिँ खोइ ल आयो आयो पुरै तलतिर गइसकेको छ भेट्छ र हो र यो त सानो पाइप होला है ए त्यो त हो र के भन्न चाहन्छ यो आगो लगाउने व्यक्तिलाई चाहिँ के भन्न चाहनुहुन्छ यो कारबाही हो आजसम्म आयो खायो पड्क्यो यार ठुलो पाइप तान्नु पाइप अझ अर्को चाहिन्छ होला पुग्छ र तल त पुग्दैन ऊ तल पानी खोलिदिनु भन्नु रे ओ काका पानी खोल्नु भन्नु रे ल ल आउँछ रे पाइपले यता हुन्छ भेट्छ है म भाइरल गराएको थिएँ खर प्रेस हान्दो रहेछ यार अर्को पाइप ल्याउनु पर्छ कि ओ काका काका अहिले पिसपेट गर्नु भन्नु रे पिसपेट अलि भेट्दैन एउटा पाइप भयो भने त यो जङ्गलै भ्याउँदो रहेछ अर्को पाइप ल्याउनु रे एउटा चाहिँ उताबाट आएर छैन भने
टाढो जाँदो रहेछ यार यतापट्टि योलाई हान्यो भने ठिक हुन्थ्यो अहिले चाहिँ ए पछाडि आगो नबाठा पाइपलाई ल सिरी खोल्दै तिमी वहाँ बसेर नि है है पानी खोल्दा जाडोमा यहाँ डल्ला भोके किन आइज है यो डल्ला भोके गाँठा भोके टन्का ऊ बाँच्यो ए ल ल ल भयो ल ए यो यसो बना न यो पर्दैन खोज्न मलाई हिँड्यो चाहिँ मलाई अब तल चाहिँ भेट्दैन क्या हो उताबाट हामीलाई हजुर त्यो नलाग्यो भने पाइपहरू है अलिक स्पिड खोले है ल अलिक हो त्यतिमा ल सर ऊ त गाँव हान्नु मिल्दैन ऊ पाइ जहाँ गाडी आउँदैन गाडी हानिरहेको छु अलि उठाएर हान्नुपर्ने क्या हो उठाइदिउँ न उठाइदिनुपर्छ दाइ तल ल यो पाइप लानु नि त कतानिर आयो सर ल लिनु 5 छोडा हान्ने छु त्यो अलिकति त मान्छेले गर्ने बेला नि हुन्छ नभए अहिले तल त भेट्दैन छ अलि उठाएर हान्ने हो कि उठाइदिउँ न भाइ उठाइदिउँ त यहाँ उठाइदिउँ निभ्या भेट्यो होला निप्दैछ त्यो सिधा उतापट्टि निभ्यो त्यो सिधा अलिक ठाडो पार उठाउँदै हान्नु त अघि तपाईँले चलाउनु भएको थियो नि स्विच हो त्यसरी अलि फस र त्यो तल भेटेन हो त्यति एरिया भेटेन
सिरे एउटा भेटेनेर उहाँ पानी तल यार कहाँ चोगाली भेट्छ का ओ कुन भेट्यो नि उ त्यो खोला छ के त्यो खोला छ त्यो त्यहाँ खोल्सा छ सबैजना मिलेर हजुर है मारम बरुको त्यति त हो नि के हैन र त्यति हो यहाँ त मार्न सक्छ अब त उ गयो सूर्य अर्को पाइप छ उ त्यसलाई मार्न जाउँ रे अब अर्को पाइप जोडौँ न भयो त्यहाँ पुग्दै ठ्याक्कै भेटिहाल्छ सिरे अर्को पाइपमा गउँ त छैन त्यो माथि पाइप छ भने एउटा पाइप ल्याउनु रे ओ राज दाइ ओ आलन दाइ पाइप छ भने एउटा पाइप लिएर के भनेर सिरे ऊ अर्को गाली भाँडा हान्छ त्यो भ्याउनु बाबा पानी छैन यही गाडीले हानेन यही गाडीले हानेको पानीमा अर्को पाइप हाल्छ सबैजना बोलाउनु त त्यहाँ गएर निभाउनु ल सबैजना आम्रे निभाउनु जाऊ आएको तल थोरै छ पानी भेटेन क्या त्यहाँ अलिकति बन्द गरिदेऊ 2-4 जना पठाउनु त त्यहाँ अलिकति छ क्या तल तल बोले होइन थोरै थोरै बलिया छ ओलन दाइ त तल हिँड्ने निभाउनुलाई 4-5 जना गरेर जानु मार्नु जान्छ 4-5 जना गयो नि उताबाट गइसकेको छ 3-4 जना त उता अघि तल अघि यहाँ अघि निभाएर हिँड्ने सिरे तिमी पानी मार्दैन यार पाइप तान्नु पर्छ यार पाइप मान्छेलाई जाऊ पानी सिक्छौ यो गाउँको नाम आले हो हजुर यो आले हो त्यो सिकेटार हो यो सिकेटार हजुर बाटो त के हो त यारमा त्यो अब त्यहाँ बजेट छुट्याएको ढलानको लागि त्यसले चाहिँ लास्टै गयो भेट्छ रहेछ अहिले त्यसमा हाने त्यसले गयो त्यसमा तर अघि हाम्रो पानी नि भेट्यो होला हेर्नु न निप्दै गयो नि त अझै छ क्या हो छ रहेछ त हानिदिनु त पानी अहिले बाली कहीँ भइहाल्नु पर्ने पुरा अहिले तालबाट त्यो बाटोमा त्यो ढिलोमा हामी खानुपर्छ हामीले सिरे ओ यो रुखमा रुख फेर्न हानिदिँदा के फरक पर्छ र ऊ रुख ढल्न लाग्यो बिचरा यो पाइप छ त यहाँ पानी काँचो रुखै खाइदियो त्यो र उयो रुख उयसको रुख फेदमा नि हान्दैन हजुर फाइनली गाई चाहिँ हामीले चाहिँ पानी निभाएर भयौँ अब भिडियो चाहिँ त्यति नै गाई चाहिँ होइन अब ल थाकेको छ गाई चाहिँ यता यता खोइ दुईवटा एम्बुलेन्सले हाने के अरे दुईवटा के अरे दमकलले चाहिँ पानी निभाउनु सफल भयो धेरै टाढा हुँदो रहेछ है